अहिले निर्वाचन आउँदैछ नि, हेर्नु होला, जनताले के फ्रीमा भोट दिन्छ नि त। ठोकुवा साथ भन्दै हुनुहुन्छ हजुरले, यो भाइरल हुन्छ हजुरले भने कुरा हजुरले थाहा छ। जनताले एकदम डिमान्ड गर्छ, केही त दिनु पर्यो। हामीले पनि भन्छ फलानु पार्टीवालाले हामीले 5,000 दियोस्, तपाईँले 1,000 पनि त दिनु पर्यो। तपाईँ त जाँदै हुनुहुन्छ त भोट माग्नलाई। भन्छन्, अब त्यही भने मैले अब समाजै त्यस्तो छ, भन्छ के गर्नुहुन्छ। अब कम्पिटिसन कसरी गर्ने होइन, अहिले नै दुर्भाग्यले भन्नुपर्छ, आफ्नै पार्टी बारेमा पनि भन्नुपर्छ, हाम्रै पार्टीले, किनभने हामी भ्रष्टाचार विरोधी आन्दोलन पनि गरेका हौँ होइन। तर कार्यकर्ताहरूले पनि के भनेर हुन्छ, मलाई जागिर लगाइदियो, त्यो भ्रष्टाचार होइन। मैले योजना किन पाइनँ, मैले नै योजना किन चलाउन पाइनँ, मेरो योजना किन राखिने, यो सबै भ्रष्टाचार त हो नि। भ्रष्टाचार भने खालि पैसाको लेनदेन मात्र भ्रष्टाचार होइन। यदि मन्त्रीसँग कुनै कार्यक्रम गर्नलाई पैसाको अपेक्षा गर्ने त मन्त्रीले पनि भ्रष्टाचार गर्छ नि त। नभए उसँग कहाँबाट आउँछ नभए त। एकातिर चाहिँ त्यही तपाईँ मन्त्रीबाट पैसाको अपेक्षा गर्ने, नेताबाट पैसाको अपेक्षा गर्ने, अनि अर्कोतिर चाहिँ उनीहरू चाहिँ एकदम भ्रष्ट नभइदियोस् भनेर पनि कामना गर्ने, त यो मिल्दैन। त्यो भयो भने त्यो नेपाली समाज पहिला सचिनु जरुरी छ, त्यो एक्सपेक्टेसन सचिनु जरुरी छ। आज निर्वाचन लड्न हिम्मत हुँदैन हामीलाई। एउटा निर्वाचन क्षेत्रमा सादा खाना खुवाएर पनि कार्यक्रम गर्यो, जनपरिचालनमा 4 करोडसम्म खर्च हामीले एस्टिमेटै गरेका छौँ। 4 करोड कहाँबाट ल्याउने त्यो 4 करोड मलाई भन्नुहोस् त। एक दिनको होइन, एक दिन होइन, ओभरअल क्याम्पेनको। र तपाईँले योभन्दा अगाडिको उम्मेदवारहरूको कुरा पनि सुन्नुभएको थियो, सुन्नुभयो होला, 7-7 करोडसम्म पनि खर्च भएको उहाँले भन्दै हुनुहुन्थ्यो। हुन्छ खर्च, त्यो नेताहरू जसले 7 करोड खर्च गरेर निर्वाचन जितेका छन्, तिनीहरूले के गर्छन् त? माग्ने कोसँग? बिचौलिया, व्यापारी, अरू कहाँबाट माग्ने? बिचौलियाले किन पैसा दिन्छ होला त? बुझ्नुभयो? त्यो भएको हुनाले नेपाली समाजमा पुरै ओभरअल हुनु एकदम